नानी तर्फी बस्छ अच्छा त्यहाँ खान हौ तँ हेर अहिले ग्यास्ट्रिक हुन्छ त अनि यो एकपल्ट सबै गरेर राखिदियो निकसको घरमा बुहारी पुग्छ भने यो मोमो चाहिँ अब सुरु हुन लागेको छ तपाईँहरू सबैजना धैर्य धारण गरिदिनु धैर्य धारण गरिदिनु होला यहाँ हेर्नु हो साह्रै बुहारी हुन मन छैन अनि नआउनु बुहारी चाहिँ राम्रो कसले पाल्छ फेरि हेर्नु मलाई राम्रो बुढेसकालमा चाहिँ कसले हेर्छ बुढेसकालमा चाहिँ मलाई कसले हेर्छ फेरि होइन अन्त जानुपर्छ नि बिहा भएर जानैपर्छ छोरी चाहिँ हो तिमी अर्काको छोरी हो मैले टक्कै टिपेर मलाई लिएर आएको होइन नि टिपेर म त बुहारी Guys, छोडेर त चिटीको चिया छेउमा रसके चाइना जस्तै हो त के भएर मान्छेहरू झुकिन्छ क्या चाइनाकै अब You come from China भन्छ No, I am not China. भन्नुपर्छ कि भन्ने आन्टी सिल्भा आन्टीको छोराको बिहामा कि तामिल बुझ्दैन भनेर यिनीहरूलाई यस्तो खाना खानै नि त सानो आँटाको डल्ला दिन्छ मलाई अब स्टार्ट भयो मोमो स्टार्ट भयो है अब हाम्रो मोमोको सुरु भयो अब प्रोसेस सुरु भयो एकदम नानी तेल आफ्टर यहाँनिर चाहिँ नानी डल्लो पारेर अब कत्रो डो बनाउनु सानो यत्रै पाक्दै गर्छ हाल्दै गर्नु ल एक घन्टा पाक्छ म चाहिँ के गर्नु बसिरहनु टमाटर पोल्नुहोस् तपाईँ चटनीको लागि चटनीको लागि टमाटर चटनी रेडी पारी ल म गएँ त्यसो किचनमा त्यसमा त कतिवटा जान्छ होला हौ म त 16 वटा अटाउँछु अब तपाईँले कति बनाउनु होला हुँदैन नानी 10 वटा तेल हाम्रो 10 यो चाहिँ 10 वटा तपाईँले अलिक अझै सानो बनाउँछ त्यो सानो बनाउनु नि त अझै ए यो सानो बनाउँछु हौ ठुलै बनाउँछु कि तर अब बनाउँदा आटा मैदा गर्दै बनाउँ ल होइन। एक आटा बनाऊँ एक मैदा बनाउँ ल यतिको मोमो खानु पायो भने चाहिँ अब यो गोबी बोल्नु है आन्टी ओ माइ गॉड हुन्छ अर्को पालि टेनमा कति मार्क्स टेनमा 10 मिठो भाइ तपाईँको मिठो भएन होला आटा हामीहरू चाख्नु नि त एउटा साउथ इन्डियनको मोमो चाखिदिनुहोस् न कालो मोमो खाइदियो आटा चाहिँ साउथ इन्डियन हो अन्डा के अरे उयो पनि यमी हो राम्रै हो अचार पनि यमी सब आटामा मिठो मिठो मोमो यसरी पातला बेली हुन्छ मिठो भने कोहीले आटाको मोमो आउँछ नि त्यो त कालो कालो मोटो छ म मोटो बनाउँछु उयो मोटो बनाउँदै अल्छी लाग्छ उहाँको मोटो मोमो चाहिँ